सबैलाई नमस्कार। एक कहानी सुनाउन आछु म। गरिब परिवारकी पहिले के हुन्थ्यो भने चाहिँ गाउँमी हाम्रै पालामी पनि भनौँ न एक कट्टु लगाएर स्कुल जान्थ्यो। ल मैले कट्टु लगाएर स्कुल गएको छु। अब त्यसै स्थितिमा हुर्केका एक परिवार रहेछन्। अब चेलो रहेछ तिनीहरू छोरा। अब गाउँमा त पढाउन सजिलै भयो। गाउँको स्कुल अब जसो लगाए पनि भयो। फाटो टाला हालेर अब सिलेर त्यसै पनि पठाउँथे। अब त्यसो लगाए पनि भयो। गाउँमा त केही थिएन। अब चाहिँ गाउँको शिक्षा सकेपछि अब उच्च शिक्षा हासिल गर्नलाई त अब जानु पऱ्यो। पै काठमाडौँ जानु पऱ्यो। अब गाउँमा पहिले नै हुन्थ्यो। अब क्यारो बुढो विचार अब केही छैन। मजुरी गरेर खान छ। खेतीपाती सानोतिनो खेतपाती छ। उसलाई खालि खानालाई मात्र हुने। मजुरी गरेर पढाउन पैसा एन केन प्रकारेन जसरी जम्मा गरेर त नै पठाएर छ काठमाडौँ। अब डेरा खोज्नु पऱ्यो। पैसा चाहियो, कपडा चाहिए, ड्रेस अलग चाहियो, भाँडा बर्तन चाहिए, भाँडाको अलग चाहियो। सब चिज ल्याएर पैसा एन केन जसरी पनि हराएर छ रे बिसाएर छ काठमाडौँ पढाएर छ त्यसले। अब साथी म त अब उहीका साथी हुने भयो। एकदमै धनीका छोरा। उनीसँग हिँड्नु पऱ्यो, उनीसँग खानु पऱ्यो। उनलाई त अब अप्ठ्यारो हुने भयो। अब घर बार त्यो चिठी पठाउनु रहेछ घर। बा मलाई पैसा चाहियो, रासन चाहियो। अब बुढाले रासन त घरबाट भएको खेतीपाती सानोतिनो हुन्थ्यो। टाउकामा भारी बोकेर मजाले लमरी लगाएर त्यसरी पुर्याइदिन्थ्यो उहाँ। अब कोठामा पुर्याइदिने, ऊ पढ्ने खाने। अब होइन त्यसरी पढाएर छ त्यो। अब दिन बित्दै गए। बित्ता अब एक दिन अब ठाँटमा छोरालाई राखेको छ। आफू चाहिँ यस्तो छ भारी बोकेको, कपडा फाटेका कपडा लगाएको छ, खुट्टामा चप्पल छैन हाल्नलाई। छोरालाई ठाँटामा राखेको छ। अब एक दिन गएर रहेछ सामल पुर्याउनु। सामल भन्छन् नि त, हाम्रोतिर सामलै भन्छन्। अब रासन भनौँ न, डोकोमा हालेर लमरी लाउँछ। लमरी ल्याएर जोडाले बाँधेर मजाले मुन्डाएर गाम उकाली चल्दै गयो चेला। उहाँ सामल सकिया छ भनेर चेलाले चिठी पठाएर छ र। अब बिचरा गयो डेरामा पुग्यो। अब चेलाका डेरामा पुग्यो मुस्किलले भारी बोकेर। अब भारी राखिया रहेछ त्यहाँ सामल। अब जति चाहिन्थ्यो चामल, धुलो चामल होइन, तेल जति हुन्छ। गाउँतिर त अब सस्तो पाइने, सहरतिर त महँगो पाइने। जति अब घरको पनि थोरै सानोतिनो जे थियो लगेर गयो। अब गएर साथीसँग ठाँटले बसिरहेको छ। त्यो त उहीको साथी पनि अब धनीको चेला रहेछ। अब बुढो कसरी गयो भनेपछि एकदम फाटेका कपडा छन्। यी मेरा जैसा भनौँ न, यी सायद फाटा कपडा हुना हुन्। अब ये भना पनि ज्यादा फाटेका हुना हुन्। अब यी मेरो पनि फाटे छ। यो टोपी फाटे छ। मल्तीबाट चुप्पी बाहिर निक्लिएको छ। यो जुडी बाहिर निक्लिएको छ। इसी टोपी हुने हो। फाटेकी टोपी हालेर फाटेका कपडा लगाएर दम्लो के अरे भारी डोकाको भारी टाउकोमा बोकेर गएर रहेछ। अब त्यसलाई देख्यो त्यो साथीले। अब उहाँ ऊ साथी धनीको छोरा छ। ऊ पनि अब धनी जसै भएर बसिरहेको छ साथीसँग। ठाँटमा बसिरहेका छन्। अब सोध्या रहेछ त्यसको उहीको साथीले त्यो बड्डो को हो भनेर। को हो त्यो बुढो भनेर सोध्या रहेछ र माई सर्भेन्ट भने रहेछ। छोराले बाउलाई माई सर्भेन्ट भने रहेछ। अब देखिन पनि नगरे जसो। अब केही छैन, खुट्टामा चप्पल छैन, फाटेका कपडा छन्। बिचरा भारी बोकेर गएको छ। अब उयो धनीको छोराले उहिले सोचेर चाहिँ होलो भाइ यो रासन पुर्याइदिने नोकरी रहेछ भाइ यो सोचेर रहेछ। अब त्यो माई सर्भेन्ट भन्दाखेरि नेपालीमा सोचेर चाहिँ को हो, उहाँ को हो त भनेर माई सर्भेन्ट भनेको त्यसको बड्डाले सुन्या रहेछ नि त। बड्डाले अब त्यो माई सर्भेन्ट भनेको के हो त। अब बड्डालाई त के थाहा अङ्ग्रेजीमै माई सर्भेन्ट भन्नाले के भनिया रहेछ। यो माई सर्भेन्ट भने के रहेछ भने बड्डाको दिमागमा घुसिया रहेछ नि त त्यो। अब
औतिर के नि अब सामान सब छोराका रुममा राखेर रहेछ। त्यसपछि त्यो बड्डा दिमागले माई सर्भेन्ट भने के रहेछ भनेर उहाँलाई सोधेन। पछि तलतिर आयो भएर अब गाउँमा कोही पढे लेखे हुनु हो नि त, अहिले अलि इङ्ग्लिस जान्नेवाला उसलाई सोध्या रहेछ, भाइ यो माई सर्भेन्ट भने के हो भने रहेछ। अब त्यसले भने अब त्यो अलि पढ्या हुने नि त, अलि जान्ने भयो। त्यसले भने माई सर्भेन्ट भने मेरो नौकर हो भने रहेछ। इसो हो, त्यसको मतलब इसो हो, माई सर्भेन्ट भनेको मेरो नौकर हो भने हो। त्यसपछि लागेको रहेछ बड्डालाई रिस। तेरीमा टोक्ने यसरी आफूले नखाए नलाए कपडा फाटेका लगाएको छु, रासन मैले आटो ढुटो आफू खाएको छु, त्यसलाई निको निको रासन उहाँ पुगाएको छु। त्यसपछि अनि त्यसलाई ठाँटा बिसाएर आफू यहाँ यति दुःख गरिरहेको छु। अहिले चाहिँ मलाई नौकर भन्यो त्यसले। आखिर छोरो मैले के गर्ला, अगाडि बढल, मेरो नाउँ राखल भनेर त्यति दुःख गरेर मैले त्यहाँ पढाउन लगाएँ। अहिले त्यसले मलाई नौकर बनायो, नौकर हो भन्यो भनेर एकदमै दुःखी भइरहेको छ। अब रिस पनि लागेको रहेछ। अबदेखि त्यसलाई रासन केही दिने होइन, म पैसा पनि दिने होइन, जसरी खाला भनेर त्यही सोचेर घर पुगेको रहेछ। घर पुगेर अब बड्डीले सोध्या रहेछ, सबै उही बुढीले कसो छ छोराको हाल खबर के छ कसो छ भनेर रहेछ। त्यही छोराको कुरै नगर भनेर रहेछ बड्डाले। म अबदेखि त्यहाँ जाने पनि होइन, त्यो बिगडिसक्यो। म त्यहाँ एक रासन पनि पुर्याउने होइन, पैसा पनि दिने होइन, म हामीहरू आफ्नै खाने आफ्नै लगाउने, यहाँ त्यो जेको सुकै गरोस् म दिने होइन भनेर रहेछ। अनि बुढी पनि झस्याङ्क भइरहेछ। भयो के भयो र त्यस्तो, के गर्यो त मेरो छोराले, पढ्न आउँछ, झन् राम्रो ठाउँमा पढ्या ज्ञानी भइया होला नि त। अहिले त झन् ज्ञानी भइया भन्दा के गर्यो त त्यो छोराले, के गरिरहेको छ र त्यो भनेछ। ल के गर्यो भन्छस्, मलाई त नौकर भन्यो त्यसले। उको साथीले सोद्धाखेरि को हो त्यो भन्दाखेरि उसलाई आफ्नो मेरो बा हो भन्दा उसलाई लाज लागि, शरम लाग्यो। मेरो नौकर हो भन्यो, अङ्ग्रेजीमा भन्यो माई सर्भेन्ट। त्यो माई सर्भेन्ट भने मलाई थाहा भएन। मैले अर्का अलि गाउँतिर आएर अर्का अलि पढे लेखेको मान्छेलाई सोधेँ, माई सर्भेन्ट भने के रहेछ भने उसले नौकर हो भन्यो। अब बाको भन्दा आमाको मन अलि पग्लिने हुन्छ। जति छोराले जति गल्ती गरे पनि अलि माफ गरिदिने भने आमाको मन त्यसो हुन्छ। भइगयो नि त, अब एकचोटिलाई माफ गरिदिनु, अब भनिहाले होला गल्ती गर्यो भनेर सम्झाउने रहेछ बड्डी। होइन हुँदैन, एकचोटिलाई होइन, म त्यहाँ जाने पनि होइन, केही पनि होइन। अबदेखि त्यसको लागि म मरेँ, मेरो लागि त्यो मर्सक्यो, म जाने पनि होइन भनेर त्यस्तो भनिया रहेछ। अब बुढीको मन त फेरि कहाँ मान्ने भयो। आमा त भने आमाको भनेको त्यो आमै हो नि त। जति चाहिँ छोराछोरीलाई आमा माया गर्छ त्यति बुवाले कसैले कहिले पनि गर्दैन। हुन त भलो त, जसोकै बुवाले पनि भलै चाहन्छ आफ्नो छोराछोरीको, भलो चाहँदा अब ज्यादा माया चाहिँ आमाको हुन्छ छोराछोरीप्रति। र आमा सम्झने भए बढी बुढालाई भइहाल्यो, त्यति अब खर्च गरेर पढाएको छु छोरा, अब सुधर्ला, केही गल्ती गर्यो ल ठिकै छ, उसले अब यस्तो यो कपडालाई यसो पहिरनमा गए हुनाले लाज मानेर भने होला आफ्नो साथीसँग। बाउ नभने त के भयो त, पढ्डा छ पढाइदियो। अब थोकाइ त छन् वर्ष यति वर्ष त दुःख गरेर पढाइहाल्यो अरे, अब थोकाइ वर्ष त पढाउनु हो भन्ने रहेछ। बड्डी सम्झाउने छ, नै म तयका आँदैन भए त भनेर बड्डाले मन मार्या रहेछ। अब अहिले यति कहानी, यो पछिको अर्को कहानीमा अर्को पार्टमा सोध्ला। हस् त, धन्यवाद।